नमस्कार सबैलाई एक्सेल संसारमा पुनः स्वागत छ। आज हामी एक्सेल म्याक्रोको बारेमा सिक्छौं। के हो त यो म्याक्रो? म्याक्रो भनेको एक्सेल भित्र तपाईले गर्ने कामहरूलाई रेकर्ड गर्ने र केही बटनको क्लिकमा त्यो रेकर्डेड कामलाई फेरि गर भनेर एक्सेललाई काम गराउनु नै हो। एक तरिकाले भन्नुपर्दा एक्सेल आफैलाई काम सिकाउनु जस्तै हो। जस्तै तपाईले हरेक हप्ता एउटा एक्सेल रिपोर्ट बनाउनुहुन्छ र आफ्नो हाकिमलाई बुझाउनुहुन्छ। हरेक हप्ता तपाईले त्यही र डेटा कतैबाट झिक्नुहुन्छ, एक्सेलमा राखेर कपी, पेस्ट, डिलिट, फिल्टर लगाउनुहुन्छ र हरेक हप्ता त्यही चीज हाकिमलाई बुझाउनुहुन्छ र यही चीज सेम रिपिटेडली गर्दा 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 तपाईलाई कण्ठ भइसकेको छ र काम एकदमै बोरिङ भइसकेको छ। अब तपाईले म्याक्रो सिक्नुहुन्छ र यो एक्सेलमा रिपिटेड स्टेप्स म्याक्रोमा रेकर्ड गर्नुहुन्छ र म्याक्रोले यो काम तपाईको लागि गर्दिन्छ र योपालि रिपोर्ट बुझाउँदा हाकिम एकदमै इम्प्रेस्ड हुन्छ किनभने कस्तो छिटो रिपोर्ट बुझाएको तिमीले योपालि भनेर। यदि तपाईले कहिले VBA प्रयोग गर्नुभएको छैन वा VBA को बारेमा केही पनि थाहा छैन भने पनि चिन्ता नलिनुहोस्। यो भिडियो अन्तसम्ममा हेर्नुहोस् र एकदमै सिम्पल तरिकाले डाइनामिक म्याक्रो हामीले कसरी क्रिएट गर्छौं त्यो पनि VBA कोड कुनै पनि अल्टर नगरिकन बुझाउँछु। यो हाम्रो स्याम्पल डेटा हो। म्याक्रो रेकर्ड गर्न सिक्नु अगाडि त पहिले त हामीले म्याक्रो रेकर्ड कताबाट गर्ने भन्ने सिक्नुपर्छ। त्यसको लागि मल्टिपल वेजहरू छन्। एउटा सजिलो वे भनेको यता बटम लेफ्ट तिर तपाईले एउटा सानो आइकन देख्नुहुन्छ। यो क्लिक गर्यो भने सिम्पली रेकर्डिङ स्टार्ट हुन्छ। अर्को अप्सन भनेको डेभलपर ट्याबबाट हो। डेभलपर ट्याब अहिले यहाँ देखिरहनु भएको छैन। त्यसको लागि चाहिँ तपाईले फाइलमा जानुपर्ने हुन्छ, अप्सन्स, कस्टमाइज रिबन र यहाँ डेभलपर अप्सनलाई चेक गरेर ओके गरिदियो भने यहाँ डेभलपर ट्याब आउँछ। यहाँ डेभलपर भित्र यहाँ म्याक्रोको रेकर्ड गर्ने, म्याक्रो हेर्ने, VBA सबै अप्सन्सहरू छ। म्याक्रो सिक्नको लागि अर्को एउटा एकदमै इम्पोर्टेन्ट टिप चाहिँ के हो भन्दाखेरि म्याक्रोले तपाईले जे पनि एक्सेलमा गर्नुहुन्छ त्यो सबै नै रेकर्ड गर्छ। त्यही भएर अननेसेसरी स्टेप्सहरू चाहिँ सकेसम्म नगरौँ किनभने त्यो पनि रेकर्ड गरिरहेको हुन्छ। तर यदि भन्दै गर्दा केही गरी मिस्टेक्सहरू भइहाल्यो भने पनि त्यो म्याक्रोलाई डिलिट गर्ने र फेरि रेकर्ड गर्ने त्यो अप्सन त छँदै नै छ। यो हाम्रो स्याम्पल डेटा भयो। यसलाई हामीले डाइनामिक तरिकाले म्याक्रो रेकर्ड गर्न हामी सिक्छौं। डाइनामिक भनेको के हो भन्दाखेरि जसरी तपाईको यो रिपोर्ट A1 बाट स्टार्ट भएको छ, तपाईले यो म्याक्रो अप्लाई जुन पनि डेटामा गर्नुहुन्छ त्यो सबै A1 बाट नै स्टार्ट हुनुपर्छ र सेम फर्म्याटमा नै हुनुपर्छ। तर स्टार्टिङ पोइन्ट A1 बाटै भए पनि एन्डिङ चाहिँ 10th रोमै एन्ड हुनुपर्छ भन्ने छैन। डेटा यो भन्दा धेरै 20, 50 जति भए पनि हुन्छ र यो 20, 30 यो भन्दा धेरै थोरै जति डेटा पनि प्रोसेस गर्न मिल्ने बनाउनलाई नै डाइनामिक तरिकाले म्याक्रो रेकर्ड गर्नु भनिन्छ। र यही डाइनामिक म्याक्रो रेकर्डिङ सिक्नुभन्दा अगाडि चाहिँ म्याक्रोलाई रेकर्ड कसरी नगर्ने, डाइनामिक नबनाउनलाई चाहिँ कसरी रेकर्ड नगर्ने हो भन्ने हामी त्यो पहिले सानो म तपाईलाई एक्जाम्पल दिन्छु। सर्वप्रथम त यो म्याक्रो रेकर्डिङ मैले यहाँ स्टार्ट गरे। एउटा नाम दिन्छु म एडिट भनेर, कन्ट्रोल क्यू दिए एउटा सर्टकट, ओके। र मैले यहाँबाट तपाईलाई A1 बाट स्टार्ट गरेर मैले यो माउसले नै ड्र्याग गरेर यसरी यो 10th रो र H कलमसम्म यसरी म्यानुअली सेलेक्ट गरे। र अब मैले यसमा एउटा सानो कन्डिसनल फर्म्याटिङ राखेर देखाउँछु। इनएक्टिभ स्टेटस भएकोहरूलाई चाहिँ मैले यसरी हाइलाइट गर्दैछु र यसरी फर्म्याट भयो। मैले यो म्याक्रो रेकर्डिङ स्टप गर्दै र यहाँ हेर्न सक्नुहुन्छ यो अहिले आइकन चेन्ज भइसकेको छ र मैले अर्को शिटमा
अघिनको भन्दा धेरै डेटा भएको मैले कपी गरेँ र त्यसमा मैले अघिनको कन्ट्रोल क्यू जुन हाम्रो सर्टकट राखेको थियो त्यही नै अप्लाई गरेर म्याक्रो रन गर्न ट्राई गरेँ है त। तपाईले हेर्न सक्नुहुन्छ यहाँ अघि नै हाम्रो 10th सम्म मात्र यसले कन्डिसनल फर्म्याटिङ लिएको थियो। हाम्रो यो 10th रो भन्दा उता पनि इनएक्टिभ इम्प्लोइजहरू छ तर यसमा यसले कन्डिसनल फर्म्याटिङ अप्लाई नै गरेको छैन। किनभने हामीले अघि न जुन म्याक्रो रेकर्ड गर्दाखेरि हाम्रो त्यो म्याक्रो डाइनामिक थिएन। हामीले स्पेसिफिक सेललाई नै म्यानुअली सेलेक्ट गरेको थियौँ। त्यसको लागि एउटा म तपाईलाई VBA कोडमा पनि देखाउँछु। चेन्ज हामी केही पनि गर्दैनौँ, जस्ट देखाउनको लागि Alt 11 थिच्छौँ र तपाईले यहाँ मोड्युल्समा गएर यहाँ हेर्न सक्नुहुन्छ अघिनको हाम्रो यो म्याक्रो रेकर्ड हामीले गरेको त्यसको स्टेप्सहरूको VBA कोड चाहिँ यहाँ देखिन सक्नुहुन्छ। र यहाँ तपाईले रेन्ज A1 देखि H10 भनेर म्यानुअली सेल नै स्पेसिफाइड छ। त्यसले गर्दाखेरि यो म्याक्रो हामीले रिरन गर्दाखेरि पनि यो A1 देखि H10 भन्दा उता यसले सेलेक्सनै गर्दैन, त्यो म्याक्रो अप्लाई नै गर्दैन। त्यसकारणले गर्दाखेरि चाहिँ यो हाम्रो यो 10th भन्दा धेरै रो भएको डेटामा चाहिँ अप्लाई नै नगरेको हो। यो त भयो हामीले म्याक्रो रेकर्ड चाहिँ कसरी नगर्ने भन्ने सिक्यौं। अब हामी म्याक्रोलाई सही तरिकाले डाइनामिक म्याक्रो कसरी रेकर्ड गर्छौं त्यो सिकाउँछु। अब हामी हाम्रो पहिलो सिटमै जान्छौं। यहाँ पहिले यो पुरानो डेटा हामी डिलिट गर्छौं। याद राख्नु होला हामीले म्याक्रो चाहिँ डिलिट गरेका छैनौं, सिटको डेटा मात्र डिलिट गरेका छौं। र म नयाँ सेट अफ डेटा अन्तैबाट कपी गरेर यता पेस्ट गर्छु। यो चाहिँ हाम्रो र डेटा भयो। अब म म्याक्रो रेकर्डिङ स्टार्ट गर्छु। यहाँ सिम्पली यहाँ गएर म यसरी स्टार्ट गरिदिन्छु। म्याक्रोको नेम दिन्छु म टेस्ट1 भनेर दिन्छु। कन्ट्रोल W र हाम्रो यहाँ बटन यहाँ आइकन हेर्नु सक्नुहुन्छ, यो चेन्ज भएको छ। यसको मतलब चाहिँ म्याक्रो अहिले रन भइरहेछ। म A1 बाट स्टार्ट गर्छु र माउसबाट म्यानुअली सेल सेलेक्ट गर्नु भन्दा पनि म कन्ट्रोल शिफ्ट र एरो किज युज गरेर यही म्याक्रोलाई चाहिँ डाइनामिक बनाउँछु। कन्ट्रोल शिफ्ट मैले राइट एरो थिचेँ, हेडरलाई मैले बोल्ड गरिदिएँ। फेरि A1 बाट स्टार्ट गरेर कन्ट्रोल शिफ्ट राइट एरो र डाउन एरो गरेर मैले सबै डेटा सेलेक्ट गरेँ। अघि न जस्तै हामीले कन्डिसनल फर्म्याटिङ लगाउँछौँ। इनएक्टिभ इम्प्लोइजहरूलाई र यसरी दुईजना इनएक्टिभ इम्प्लोइजको हाइलाइट भएको छ। त्यसपछि यो एक्स्ट्रा कलम भन्ने यो डिलिट गर्छौँ। म्याक्रो रेकर्ड गर्दा एउटा याद गर्नुपर्ने कुरा चाहिँ के हो भन्दाखेरि हामीले कलम डिलिट गर्नु भनेको चाहिँ यो कलमको कुनै पनि डेटा चाहिँदैन, जसरी हामीलाई यो एक्स्ट्रा कलम नै चाहिँदैन भनेर देखाउनु हो। तर रो चाहिँ डिलिट गर्न मिल्दैन। तपाईले यसरी कुनै सपोज कोही यहाँ निर्जला राणाको यसरी सेलेक्ट गरेर डिलिट गर्नुभयो भने म्याक्रो रेकर्ड गर्दाखेरि चाहिँ यो A7 को चाहिँ डिलिट गर्ने भनेर रेकर्ड गरेको हुन्छ। त्यही भएर रो डिलिट गर्दा चाहिँ ध्यान दिनुपर्ने हुन्छ। यो G हामीलाई चाहिँदैन, मैले यो डिलिट गर्देँ। अरु एउटा फेरि A1 बाट गरेर कन्ट्रोल शिफ्ट राइट र डाउन एरो गरेर मैले डेटा सर्ट गर्देँ डिपार्टमेन्ट वाइज। यसरी गरेँ। यति गरेर अब हामी हाम्रो म्याक्रो रेकर्डिङ चाहिँ एन्ड गर्छौं। यहाँ क्लिक गर्छौं। अब यो हाम्रो म्याक्रो रेकर्डिङ स्टप भएको छ। अब हामीले यही चीजलाई यो भन्दा धेरै डेटा अहिले यो 12th रो सम्म छ। म पहिले त यो म डिलिट गर्छु। मैले यो नयाँ सेट अफ डेटा राखेर यहाँ पेस्ट गरेँ। यो चाहिँ 20th रो सम्म छ र म्याक्रो अब हामी रन गर्छौं। मलाई सर्टकट याद भएन, त्यही भएर म डेभलपरमा गएर म्याक्रोजमा गएर यो हामी पछि गरेको यो टेस्ट1 भन्ने हो। यसरी रन गर्दा पनि हुन्छ र
यो रन गर्दाखेरि हेर्न सक्नुहुन्छ अघि नै हामीले कन्ट्रोल शिफ्ट एरो की थिचेर म्याक्रो रेकर्ड गरेको हुनाले चाहिँ यो तपाईको यो 20th रोसम्म भएको सबै नै लिएको छ। यसको हामी एउटा VBA कोडबाट पनि तपाईलाई कसरी रेकर्ड भएको छ देखाउँछु। Alt F11 यो चाहिँ हाम्रो यो एडिट म्याक्रो भन्ने चाहिँ हामीले सुरुमा सेल म्यानुअली सेलेक्ट गरेको भएकोले यहाँ A देखि H10 सम्म छ। जबकि हाम्रो यो डाइनामिक म्याक्रो रेकर्डिङमा चाहिँ हामीले सेल म्यानुअली सेलेक्ट गरेको यहाँ देखिँदैन। A1 बाट स्टार्ट भएको छ र सेलेक्ट गरेर यसरी राइटमा जाऊ, डेटाको एन्डमा जाऊ भनेर त्यसरी स्पेसिफाइड छ। त्यस कारणले गर्दाखेरि चाहिँ तपाईले यो र यो एउटै खालको म्याक्रो भए पनि तपाईले डिफरेन्स चाहिँ यहाँ देख्न सक्नुहुन्छ। यसमा चाहिँ तपाईको डाइनामिक भएको छ किनभने हामीले कुनै पनि सेललाई म्यानुअली माउसले सेलेक्ट गरेको छैनौं। यो अहिले क्लोज गर्दियौं। अब म एउटा यसमा डेभलपर ट्याबबाट अघि नै हामीले सर्टकट जुन अप्लाई गर्नुपर्ने थियो त्यो सर्टकट नगरिकन एउटा बटनमा चाहिँ यो कसरी कन्भर्ट गर्ने भनेर देखाउँछु। त्यसको लागि डेभलपर ट्याबमा जानुस्, इन्सर्ट र इन्सर्टमा यो जुन सानो यो फर्स्टको यो बटन भन्ने अप्सन छ त्यहाँ जानु र मैले यतातिर छेउतिर एउटा राखेँ। म्याक्रो कुन चाहिँ राख्ने यसमा भनेर हामीले यो पछि गरेको राखौं यसमा टेस्ट भनेर। र यो म्याक्रो यो बटनमा चाहिँ यो म्याक्रो अघिनको test1 भन्ने म्याक्रो यसमा सेभ भइसकेको छ। यसमा हामी क्लीन डेटा भनेर दिउँ एउटा। र म यो तपाईलाई फेरि एकचोटि यो डिलिट गरेर फेरि अघिनकै डेटालाई म्याक्रो रन गरेर देखाउँछु। यो भयो हाम्रो र डेटा। यसलाई हामीले क्लीन भनेर गरौँ। यो क्लिक गर्यो भने तपाईको अघिनको तपाईले सर्टकटबाट जुन गर्नु भएको थियो अथवा डेभलपरबाट गरेर म्याक्रो रन गर्नु भएको थियो त्यो चीजलाई यो बटनमा सेभ भएको छ। त्यसैगरी म अर्को एउटा पनि म्याक्रो यसमा रेकर्ड गरेर यो डेभलपरको यो इन्सर्ट बटनमा गएर हालेर देखाउँछु। यो सिम्पली डिलिट गर्नेको म्याक्रो रेकर्ड गर्छु। सिम्पली यहाँ जान्छु, रेकर्डिङ स्टार्ट गर्छु र डिलिट भनेर राख्छु। सर्टकट कन्ट्रोल R र यहाँ जान्छु, म यो यसरी डिलिट गर्छु र A1 मा जान्छु र म्याक्रो रेकर्डिङ स्टप गर्छु र अब मैले डेभलपरमा गएर इन्सर्टमा गएर बटन हालेर यो चाहिँ डिलिट चाहिँ म्याक्रो असाइन गर्दिएँ यसमा र यो बटन 3 लाई पनि रिनेम गरेर डिलिट डेटा भनेर हाल्ने र म अघिनकै फेरि त्यो र डेटालाई यता पेस्ट गरेर देखाउँछु। यो पेस्ट भयो त हाम्रो। अब म यसमा क्लीन गर्छु। यो म्याक्रो रेकर्ड रन भएको छ र इनएक्टिभ भएको सबै यो अघिनो जे फर्म्याटिङहरु जे हामीले स्टेप्सहरु गरेका छौं त्यो सबै रिअप्लाई भएको छ र यो डिलिट गर्यो भने पेज क्लीन भएको छ। मैले यो त्यही र डेटालाई फेरि एकचोटि अर्को एउटा एक्जाम्पल दिन मैले खोजेँ यसमा। त्यो र डेटालाई मैले फेरि यसमा राखेँ र क्लीन गरेँ। यहाँ हाम्रो म्याक्रो रन भएको छ र अब चाहिँ हामी फेरि एउटा म्याक्रो रन गरेर एउटा बोनस पनि राखौं। म्याक्रो नेम चाहिँ बोनस भनेर राखौं हैन। कन्ट्रोल T र हामीले यसमा बोनस भन्ने एउटा कलम राख्यो र इफ स्यालेरी 50,000 भन्दा धेरै हुनेहरुको चाहिँ 10% बोनस भनेर राखौं एउटा। 50,000 भन्दा धेरै भयो भने चाहिँ यो सेल इन्टु 0.10 50,000 भन्दा थोरै भयो भने चाहिँ सेल खाली राख्न भनेर एउटा गर्छु र यो यसरी मैले क्लिक गरेँ। याद राख्नु होला यो यसरी क्लिक गर्दाखेरि चाहिँ यो H20 सम्म मात्र यसले यो फर्मुला पेस्ट गर्छ।
यस्तो केसहरुमा चाहिँ तपाईले अर्को के गर्न मिल्छ भन्दाखेरि यसरी अलि मुनितिरसम्म यसरी डेटा नर्मली जति रिपोर्ट हुन्छ त्यो भन्दा धेरैसम्म सेल यसरी तल ड्र्याग गरिदिनु होला। यस्तो गर्नाले चाहिँ तपाईको यो फर्मुला त्यो सेलसम्म चाहिँ जान्छ र इभन इन केस तपाईको 50, 100, 500 भएसम्म पनि यो फर्मुला चाहिँ एप्लिकेबल हुन्छ। र हामी म्याक्रो स्टप गर्छौं र यसलाई चाहिँ एउटा क्याल्कुलेट बोनस भनेर एउटा बटन राखिदिन्छौं। बोनस calculate bonus मैले यसरी यो बटन्सहरुलाई चाहिँ अलिकति अर्गनाइज गरे र म यसको VBA कोडबाट पनि तपाईले देखाउँछु। यो हामीले अघि न जुन सेलेक्ट गरेको यो H2 देखि H1064 सम्म चाहिँ यो सेल यो फर्मुला अप्लाई भएको छ। तपाईलाई कम्फर्टेबल हुनुहुन्छ भने चाहिँ तपाईले VBA कोडमै गएर यो धेरै अथवा थोरै पनि गर्न सक्नुहुन्छ। इफ कम्फर्टेबल हुनुहुन्न म यो चेन्ज गर्दिन भने चाहिँ सिम्पली तपाईले तपाईको एभरेज रिपोर्ट भन्दा पनि अलि धेरै सेलसम्म ड्र्याग गर्दिनु होला। र म यो फेरि एकचोटी डिलिट गरे। मैले फेरि एकचोटी र डेटा राखे, क्लिन गरे, यो हाम्रो फिल्टर्सहरु अप्लाई हुन्छ र क्याल्कुलेट बोनस गरे र त्यसपछि मैले डिलिट गर्दै यो सबै डिलिट भयो। र यो म्याक्रो सेभ गर्नको लागि चाहिँ तपाईले रेगुलर फाइल भन्दा अलि डिफरेन्ट तरिका हुन्छ यसमा। सेभ एज मा जानु, तपाईको लोकेसन राखौं, मैले डेस्कटपमा सेभ गरे। एक्सेल संसार भनेर मैले नाम दिए र यो एक्सेल वर्कबुक नभइकन एक्सेल म्याक्रो इनेबल्ड वर्कबुक भनेर सेभ गर्नुपर्ने हुन्छ। तब मात्र यो म्याक्रो सबै हामीले गरेको चाहिँ सेभ हुन्छ र यो रेगुलर एक्सेलमा चाहिँ हुँदैन। यसरी सेभ गर्ने र यो चाहिँ तपाईको म्याक्रो इनेबल्ड एक्सेल वर्कबुक चाहिँ तपाईको सेभ भएको छ। यो तपाईले क्लोज गरेर फेरि त्यही चीजलाई चाहिँ यसैमा अघि न जस्तै क्लिन, क्याल्कुलेट बोनस सबै फेरि रन गर्न सक्नुहुन्छ। यदि तपाई अहिले पनि भिडियो हेरिरहनु भएको छ भने त्यसबाट एउटै कुरा प्रुभ हुन्छ, तपाई पनि एकदमै म जस्तै एक्सेल एन्थुजियास्ट हुनुहुन्छ र हाम्रो च्यानललाई लाइक, शेयर, सब्स्क्राइब गरिदिनु होला। यो भिडियोमा के कमेन्ट्सहरु छ भने पनि लेखिदिनु होला। थ्यांक यू।